हेलो एभ्रिवान वेलकम छ हजुरहरूलाई अदित प्रीतिका ब्लगमा। सो आज चाहिँ म घरमा एक्लै छु। अन्त सबैजना दार्जिलिङ जानुभएको छ हो। अब चाहिँ मेरो काम सुरु हुन्छ। मैले चाहिँ घर सफा गरिसकेँ हो। अन्त ब्रेकफास्ट पनि गरिसकेँ। म चाहिँ घरमा एक्लै छु भने चाहिँ पुरा म्युजिक सुन्दै सुन्दै काम गर्ने आदत छ नि त कि त्यही भएर अन्त अब चाहिँ नि आज त जाडो जाडो रहेछ बाहिर हो। अब चाहिँ म खानाहरू बनाउँछु। भात बसाउँदैछु मैले चाहिँ हो। अब चाहिँ म सब्जीहरू बनाउँछु हो। सब्जी चाहिँ मैले सिमीको सब्जी बनाउँदै पाक्दैछ मेरो खाना चाहिँ हो। अन्त आज चाहिँ म पुदिनाको अचार बनाउने, त्यही भएर टमाटर उसिन्दैछु हो। अन्त सब्जी पनि हालेँ, अब पाक्दैछ हो। अब यसलाई यत्तिकै छोडिदिन्छु। अन्त चाहिँ म पुदिनाको अचार बनाउँछु। पुदिना पनि टिपेर ल्याएँ, घरमै छ नि त हाम्रो। अन्त टमाटरहरू रेडी बनाएँ हो। त्यही अचार पनि बनियो। अन्त भात पनि पाकिसकेछ हो। अब भात पनि पाक्यो हो मजाले। अन्त अब माछाको सुप बनाउने हो। आज चाहिँ जाडो जाडो छ नि त, त्यही भएर तातो तातो सुप पनि पाक्दैछ हो। अन्त मेरो माछा पनि पाकिसक्यो हो। अन्त अब यसलाई म छोपिदिन्छु हो, राख्छु अब यसलाई। अन्त यहाँ चाहिँ मैले अघिको अचार हो टक्कै। अन्त यहाँ चाहिँ सिमीको सब्जी पनि राखेको छु। भात त अघि पाकिसक्यो। अन्त अब चाहिँ म चिया खान्छु। चिया खाएर पनि नुहाइसकेँ म हो। अब दिदीहरू आइ पनि पुग्नुभयो। मलाई चाहिँ चिकन ललिपप ल्याइदिनु भएको छ। अन्त मैले खाएर पनि बसिरहेको छु। बाई बाई गाइस। आज चाहिँ मेरो यसरी नै दिन बित्यो हो। अब सुत्नु पनि। थ्याङ्क यू फर वाचिङ। लाइक शेयर सब्सक्राइब गर्नु नभुल्नु होला।